भित्रकै गएको दाइ ल है गाइज आज चाहिँ साधनले धेरै दुःख दियो है अनकन्टार जङ्गलमा आधा मध्यरातमा धन्ना चिनेको दाइ हुनुहुन्थ्यो र एकदम लास्टै आज त दुःख पाउनुभयो दाइले नि एकदम हेल्पफुल दाइ हुनुहुन्छ मिस्त्री पनि हुनुहुन्छ एकदम ठुलो हो दाइ हेत्तेरिका हो यो हेर्नुपर्छ हो अहिले माथिसम्म माथि पुग्छ कि पछिको लागि चाहिँ पछिको लागि दाइ म त चलाउँदिनँ अब म बाहिर जानु लागिरहेको छु फालिदिइराखेको एक दुई महिना थाम्छ कि यस्तै कुनै बेला यस्तै ओभर पारिहाल्छ कि यस्तो भएछ भनेपछि अब लामो यात्रा नहिँड्नु पर्यो छोटो छोटो यो हेर्नु न अब यस्तो अनकन्टार जङ्गलमा फेरि त्यही माथि वर्षा हेभी बारिस भएर आज चाहिँ लास्टै दुःख पाइयो है गाइज बल्ल बल्ल दाइ बिजी हुनुहुन्थ्यो र अनि लिएर आएको जबरजस्ती यस्तै हुन्छ हौ यात्रा जिन्दगीको यात्रा कष्टकर यात्रामा यो पनि पर्छ है दाइ मैले यता चाहिँ फर्काएँ दाइ मिस्त्री भएर गाह्रो हुन्छ है दाइ मलाई लाग्छ नि दाइ तर तपाईँ चाहिँ आउनुहुन्छ क्या जहाँ पनि मिस्त्री चाहिँ साह्रै गाह्रो काम है दाइ मिस्त्री र डक्टर 12 बजी राति पनि डक्टरहरू हिँडिराखेको हुन्छ डक्टर त झन् हिँड्नै पर्यो उनीहरूको त मान्छे मर्ने हुन्छ प्रमुख उत्तरदायित्व हो नि त उनीहरूको त हाम्रो त यो भोलि बनाउँदा पर्सि बनाउँदा नि मान्छे त मर्नु आँटेपछि जानु पर्यो हो ठिकै हो दाइ दाइले आज धेरै ठुलो गुण गर्नुभयो दाइ तपाईँको कर्तव्य दायित्व त हो कि तर यस्तो अनकन्टार जङ्गलमा दाइ तपाईँले कुन चाहिँ फेर्नुपर्छ भन्नुभएको भित्रको यो हप्लिस नि यो फेर्नुपर्छ त्यो त अलिक महँगो पर्छ होला है 12-1500 पर्छ ए त्यो त यो हप यो सबै ब्यारिङ बस्ने घाट खाइसकेको छ कि त्यसले गर्दा ब्यारिङहरू छिटो छिटो जाने सम्भावना हुन्छ अलिअलि त आउँछ नि के गर्नु इक्विपमेन्टै टुल्सहरू बिना